किडनी दिने मान्छे भेटिँदैन? किडनी त त्यो त प्रयास पनि गरिएको छैन नगर्ने किडनी दिने मान्छे हो फेरि भने पनि बारिरहनु पर्दो रहेछ के बार्ने? खोइ मैले त केही बारेको थाहा भएको छैन अहिलेसम्म। दुईपल्ट किडनी फेरिसकेँ 6 वर्षदेखि। टाउको पनि दुखेको छैन, पेट पनि दुखेको छैन। हिजो हाछिउँ चाहिँ आयो है धुलो। धुलो आयो। हजुर डायलिसिस गर्छु किडनी फेरेपछि केही बार्न होला, खास केही पनि पर्यो। सब ठिक हो। ल अङ्कल अब अलिअलि औषध धेरैतिर खानुपर्छ। जान्छ नि त हजुर ल औषध त खानुपर्छ अलिअलि, तर दिने मान्छे छ भने दिनेलाई। अब मलाई किडनी मेरो 2 पल्ट ट्रान्सप्लान्ट भयो नि। एकपल्ट बुहारीले दिएको, तिनी पनि एकदम चुस्त दुरुस्त तन्दुरुस्त छन्। 18-19 वर्षको 18-19 वर्ष अगाडि दिएकी थिइन्। अनि त्यो किडनी फेरि फेल भयो। त्यसपछि 6 वर्ष अगाडि किडनी ट्रान्सप्लान्ट गरेको। त्यसदेखि यता एकदम स्वस्थ। सबै कुरा त्यही किडनीले गराएर रहेछ बिगार। त्यसपछि किडनी ठिक भएपछि सबै कुरा ठिक भयो। किडनीले नै उगाएको अब अति धेरै खुर्सानी हामी खाँदैनौँ नि, पिरो हुन्छ भन्दा। मुख बार्ने भने त्यस्तै त हो नि। धेरै खुर्सानी खाइँदैन नि, ठिक्क मात्रै खाइन्छ नि। हजुर हजुर त्यो सबै चिज ठिक्क खानुपर्छ। नुन पनि त धेरै खाँदैनौँ नि त, खाँदैनौ ठिक्क मात्रै खान्छौँ। त्यस्तै हो, बार्ने भनेको त्यही हो। नुन सर्को हुन्छ, खुर्सानी पिरो हुन्छ, त्यस कारण ठिक्क खाइन्छ। गुलियो भएपछि अलिक बढी खाइन्छ। हजुर अलिक ठिक्क खाएपछि म पनि त्यही 4वटा जेरी 2टा गरी त्यस्तो मात्रै खान्छु। त्यस्तै हो। ल ठिक छ, अब निको हुनुहोस् छिट्टै। वर्षक मान्छे खोजेर ट्रान्सप्लान्ट गर्नुहोस्। ट्रान्सप्लान्ट गरेपछि 10 दिनमा बाहिर निकालिदिन्छ। यसो गर्नु भन्छ डाक्टरले, त्यो अलिक दिन गर्ने, औषधि खाने। त्यो खोज्नु। अब कुरा सबै बुझियो नि सर? नबुझियो कुरा मलाई भन्ने थियो कुरो बुझियो ल अब किडनी खोज्न मैले सक्दिनँ। हजुर बाँकी कुरामा मद्दत चाहियो भने भन्नु होला। हजुर हस् है सबैलाई।